लाइफ इन्सुरेन्स भनेको हामीले आफ्नो लाइफलाई सिक्योर गर्ने हो सो द्याट भोलिका दिनमा हामीलाई केही पनि भइहाल्यो भने हाम्रो परिवारलाई चाहिँ फाइनान्सियल आपद विपद नआइपरोस्। नेपालमा हामीलाई लाइफ इन्सुरेन्स गर्नका लागि धेरै नै अप्सन्सहरू छन्। डिफ्रेन्ट लाइफ इन्सुरेन्स कम्पनीहरूले डिफ्रेन्ट प्रोडक्ट ल्याइरहेको छ मार्केटमा, जसले गर्दा लाइफ इन्सुरेन्स चाहिँ कुन बेटर हो र कुन इन्सुरेन्स हामीले लिनुपर्छ भन्नेमा हामी धेरै नै कन्फ्युज भइरहेको देखिन्छौँ। सो फर्स्टमा बुझौँ कि कस्तो कस्तो किसिमको लाइफ इन्सुरेन्स हुन्छ भनेर। नर्मली नेपालमा इन्सुरेन्स गर्दाखेरि सबै कम्पनीले डिफ्रेन्ट फिचरमा डिफ्रेन्ट टाइपको इन्सुरेन्सलाई 3 क्याटेगोरीमा विभाजन गरिएको हुन्छ। फर्स्टमा दीर्घ आयु बचत लघु बिमा योजना, सेकेन्डमा साना बचत लघु जीवन बिमा योजना, तेस्रोमा माइक्रो टर्म लाइफ इन्सुरेन्स पोलिसी। अब वान बाई वान टाइपहरू बुझौँ र सँगै हेरौँ यो टाइपहरूमा चाहिँ के कस्ता डिफ्रेन्सहरू छ त। फर्स्ट नम्बरमा दीर्घ आयु बचत लघु बिमा योजना भनेको मिनिमम 12 वर्षदेखि लिएर म्याक्सिमम 16 वर्षसम्मको हुन्छ। यसमा तपाईँले सिङ्गल पेमेन्ट, हाफ पेमेन्ट र इयरली पेमेन्ट गर्न सक्नुहुन्छ। यसमा तपाईँले डेथ बेनिफिट पाउन सक्नुहुन्छ। यहाँबाट लोन पनि लिन सक्नुहुन्छ विथ लेस इन्ट्रेस्ट, अनि एक्सिडेन्टल बेनिफिट पनि पाउन सक्नुहुन्छ। यसका साथसाथै तपाईँले एडिसनल बेनिफिट पनि पाउन सक्नुहुनेछ। र सेकेन्डमा साना बचत लघु बिमा योजना। यो चाहिँ 18 वर्षदेखि लिएर 55 वर्षसम्मको व्यक्तिले गर्न सक्छ। यसबाट पनि एक्सिडेन्टल बेनिफिट पाउन सक्नुहुनेछ र यहाँबाट लोन पनि लिन सक्नुहुनेछ। अनि अन्तिममा चाहिँ टर्म लाइफ इन्सुरेन्स पोलिसी। यो चाहिँ सानो अवधिको लागि हो, मात्र 1 वर्ष। यहाँ तपाईँले स्मल एमाउन्ट पेड गरेर ठुलो एमाउन्ट एक्सिडेन्टल बेनिफिटका रूपमा झिक्न सक्नुहुनेछ र यसका साथसाथै लाखौँको डेथ बेनिफिट पनि पाउन सक्नुहुनेछ। इन्सुरेन्सका बारेमा अझै पनि जानकारी लिन चाहनुहुनेछ भने माथि दिएको नम्बरमा सम्पर्क गर्नुहोला। म तुरन्तै प्रतिक्रिया दिनेछु। हस्त, धन्यवाद।